सम्पूर्ण दर्शकहरू साथीहरू सबैलाई नमस्ते। यति बेला हामी रोल्पाको सुनसारी गाउँपालिका वार्ड नम्बर 5 दानाबाङ भन्ने सडक खण्डमा छौँ। रोल्पाली सेवा समाज रोल्पाले राहत वितरण अथवा राहत लिएर बाढी पहिरो कहाँ गएको थियो रोल्पाको वामा, जुन ठुलो दुर्घटना भएको थियो र फर्किने क्रममा यहाँ पहिरो लडेर बाटो अवरुद्ध भएपछि यहाँ रोल्पाली सेवा समाजका सबै साथीहरूले आफ्नो बाइकलाई चाहिँ पाली पालो बोकेर यसरी चाहिँ यहाँ क्रस गर्दै हुनुहुन्छ। यो सडक चाहिँ यहाँ ठुलो पहिरो आएको छ। यो पहिरो चाहिँ यताबाट माथिबाट झरेको छ। ठुलो पहिरो, अझै पनि पहिरो आउने जोखिम रहेको छ भने हामीसँग 4वटा बाइक रहेको छ। यो बाइक तार्नको लागि चाहिँ यो अगाडि टोलीहरू आउँदै हुनुहुन्छ साथीहरू। रोल्पाली सेवा समाज रोल्पाका टिमहरू जुन राहत लिएर रोल्पाको वामा गएर फर्किने क्रममा सडक पहिरो झरेपछि आफ्नो बाइक साधनहरूलाई चाहिँ यसरी चाहिँ पारिराख्नु भएको छ। यसरी पहिरो आएर यो एउटा बाढी आएर हाम्रो महासचिवज्यू र पूर्व र वर्तमान महासचिवज्यूले चाहिँ धेरै गर्नु भइरहेको छ अहिले चाहिँ। हाम्रो वरिष्ठ